हेलो नमस्ते। आज चाहिँ म छु फ्रान्सको सेन्ट मालो भन्ने ठाउँमा चाहिँ। यो चाहिँ एउटा विशेष ठाउँ छ आजको चाहिँ। ह्यारी पोटर सिरिज चाहिँ को कोले हेर्नुहुन्छ है? त्यो सिरिजहरू सुटिङ हुने ठाउँ भनेको यहीँ हो। म तपाईँलाई देखाउन चाहन्छु। यो देखिरहेको बिल्डिङ चाहिँ ह्यारी पोटर सिरिज सुटिङ हुने ठाउँ हो। यो चाहिँ अराउन्ड 2 बिघाभन्दा बढी एरियामा चाहिँ बनाएको यो बिल्डिङ। यो भित्र चाहिँ ह्यारी पोटर सुटिङ हुन्छ, ह्यारी पोटर सिरिजको। सो त्यो पर देखिरहेको चाहिँ सिटी हो। योभन्दा पर चाहिँ आज चाहिँ म त्यो त्यो बिल्डिङहरूभित्र चाहिँ गएर भिडियो बनाएर चाहिँ अपलोड गर्ने सोचिरहेको थिएँ, तर आज अनफर्चुनेटली म चाहिँ बाहिर जान नसक्ने कारणवशले चाहिँ बाहिर जान नसक्ने भएकाले अहिले मैले टाढाबाट यो चाहिँ भिडियो बनाइरहेको। फेरि नेक्स्ट टाइम फेरि यही ठाउँमा आयो भने चाहिँ म त्यो बिल्डिङभित्र गएर के छ सबै कुराहरू देखाउन सक्छु। के त्यो भित्र भएको ह्यारी पोटर सुटिङको हेर्न सक्नुहुन्छ। हाम्रो सिप चाहिँ आज बिचमा रोकेको छ। ठाउँ चाहिँ अब ठुलो सिप रोक्ने ठाउँ नभएर यो देखिरहेको सानो बोटबाट गेस्टहरू र स्टाफहरूलाई चाहिँ बाहिर लिइरहेको छ। अनि यो ठाउँ चाहिँ एकदम राम्रो छ है। हेर्दाखेरि कति यहाँको समुद्र पनि कति क्लियर छ, एकदम शान्त। अनि जङ्गलहरू छ, जङ्गलहरूको बिचमा चाहिँ पार्कहरू छ, थुप्रो बिल्डिङहरू चाहिँ छ। अरू यो देखिरहेको छ नि, यहाँ किल्ला जस्तो छ क्या। यो एकदम एन्सियन्ट स्टाइलको छ क्या। यहाँ पहिला चाहिँ किल्लाहरू भएको यहाँ, अनि पर देखिरहेको सानो बोटहरू। सो होपफुल्ली नेक्स्ट टाइम म यहाँ आउँदाखेरि चाहिँ ह्यारी पोटर सुटिङ हुने यो बिल्डिङहरूभित्र चाहिँ गएर मैले चाहिँ भिडियोहरू बनाएर अपलोड गर्नेछु। आजको लागि चाहिँ यति नै। थ्याङ्क यू।